साथीहरु सम्पूर्ण मेरो मित्रहरूलाई नमस्कार है। र आज भने चाहिँ हामी पुरानो ग्रुप भाइहरुसँग है, हाम्रो पुरानो ग्रुप थियो, उहाँहरुसँग खोलातिर जाँदैछौँ है, यसो मजा गरौँ भनेर। निकै अस्ति नै हामीले प्लान गरेको थियौँ, तर कसै भ्याउने कसै नभ्याउने है, त्यसले गर्दाखेरि टाइम मिलेको थिएन। र आज चाहिँ जाँदैछौँ है। पछाडि माइल भाइ हुनुहुन्छ है, यता भानिस है, मेरो भानिस योगेश, उता हाम्रो योगेन भाइ छ हो, अनि यता हाम्रो गुरुजी भतिस हुनुहुन्छ है। र अनि म बेसी छौँ न, हामी 5 जना छौँ है। अन्त उताबाट भाइहरू पनि 1-2 जना आउनु हुँदैछ। र आज यसो खोला जाउँ भनेर प्लान त भयो, तर दिनले साथ दिएको जस्तो छैन है। गाह्रै छ अब, बा के हुने हो, खोला पुगिन्छ कि पुग्दैनौँ है, दुःख लाग्दो छौँ। अब आजको दिन चाहिँ पानी पर्ला जस्तो छ, के गर्नु हो, तर टेरिँदैन अरे पानी हो। जस्तै पानीमा पनि खोला चाहिँ गएर डुबुल्की चाहिँ हिर्काएर आउने भन्दैछ हो यहाँ साथीहरूले। र जाँदैछौँ है। र तपाईँहरूलाई आजको हाम्रो खोलाको ट्रिप कस्तो हुन्छ है। खोला पुग्ने बेलामा पो निकै कालो हुँदैछ दिन पनि। अहिले भने चाहिँ साथीहरू हामी बुदाङमा छौँ है। र दोकानमा केही सौदाहरू भाइहरूले किन्दैछ है। पुग्नु आँट्यौँ अब एनटिपिसी, त्यहाँ गएर यसो मजा गरौँ भनेर आज हिँडेको थियौँ है। र 3-4 जना भाइहरू यहाँनिर सौदा अलिक केहरू गर्दैछ। म चाहिँ गाडीमै छु। चामलहरू केहरू त लानै पर्यो हो। अनि माथिबाट पनि आयौँ, तलै किनौँ भने साथीहरूले हो। अनि माथिबाट चाहिँ मासु मात्रै बोकेर आयौँ, तलै किनौँ हो भने हामी यहाँ तेल है, त्यहाँबाट चामलहरू केहरू मेला लानुपर्छ। हाम्रो बुदाङको एनटिपिसी चाहिँ यही हो। र यहाँनिर स्विमिङ पुल पनि यो माथिल्लोपट्टि छ है। कतिजना साथीहरू याद छ है। यहाँ चाहिँ अब आइपुग्यौँ खोला। आज हाम्रो मोरिङ्गी रेस यहाँ ठ्याक्राक्क आइपुग्यौँ है। र हाम्रो साथी है, यहाँ साथीको ड्युटी नै छ हो। अनि पनि आउँछ होला। योगेश सर माथितिर दाउरा पाइँदैन र यहाँ बगरमा दाउरा रहेछ, र त्यहाँबाट बोटुल्दै गरौँ भनेर नि। भरे माथि पुगेको टाइममा चाहिँ अब दाउरा पाएन भने त बोरिङ हुन्छ हो। त्यो रातो ढुङ्गा छेउमा सेतो, कुन चाहिँ उयो सेतो त्यो अलिक रहेछ। मैले अस्ति हेरेको यतापट्टि नै छ यो गाडी राखेँ कि उयो परको त्यो रातो ढुङ्गामा। राम्रो रहेछ जग्गा त। दाउरा ल्याउँदैछ भानिसले। धेरै वर्ष भएको थियो साथीहरू हामी यसरी यो ग्रुपमा खोला नआएको, निकै साल भएको थियो है। पहिला त हामी सालिनै पछि यसरी खोलामा जान्थ्यौँ, मजा गर्थ्यौँ साथीहरू सबैजना भेला भएर है। बस्दै आउँथ्यौँ, बसिन्थ्यो है, खोलामै गएर बसाइ हुन्थ्यो। तर निकै साल भयो, भन्दा पनि 4-5 साल भयो हामी यसरी खोलामा यसरी गएको छौँ न। र आज चाहिँ आएको है। ल त साथीहरू, अहिले भने चाहिँ हामी खोला आइपुग्यौँ है। र यता माथि पनि छ जाने जग्गा त, तर अब माथि चाहिँ साह्रै नजाउँ भन्ने भयो हो, नजिकै बसौँ भन्ने भयो साथीहरूले। र हाम्रो यो यहाँनिर जग्गा हेरेको एकदमै राम्रो रहेछ। चुला पनि रेडी रहेछ, दाउरा पनि त्यहाँनिर रहेछ हो। अलिअलि दाउराहरू खोज्यो भनेदेखि बास भइहाल्छ, हाम्रो खानापिना पाकिहाल्छ। र हामी चाहिँ यिनै आजको पिकनिक भनौँ न, पिकनिक हामी यिनै मनाउने भयो है। यी पानी नजिक है, नुहाउनु पनि सुविधा छैन। र त्यो प्रकारले यिनै अब हामी चाहिँ
साथीहरूले यहाँनिर कुखुराहरू पनि लिएर आएको छ है। माइल भाइहरू जाँदैछ है। यहाँनिर चुला रहेछ। अस्ति नै कुन चाहिँ ग्रुप आएर यहाँ खेलेको रहेछ, सुविधा पो भयो हामीलाई त कि। यहाँ टक्क यहाँ चुला पनि रहेछ हो, ताई पनि रहेछ मासु पोली खाने हो, दाउराहरू पनि रहेछ यहाँनिर। एकदमै चटक्कै बनाइदिइरहेको रहेछ, हाम्रो लागि सुविधा भयो। प्याज पनि सानो ल्याएको छ हो केटाहरूले। अर्ग्यानिक हो, अर्ग्यानिक प्याज बोकेको छ हो, आफ्नै बारीमा फलाएको। मान्छेहरू अन्त यो खालको छ, अन्त त्यही सोचेर चाहिँ प्याज पनि यो खालको ल्याएको। हेर्नु नि अनि कत्रो कत्रो छ केटाहरू अन्त गाँठे। ऊ हेर्नु त ऊ अन्त प्याज त यो खालकोले मात्रै पुग्छ अन्त यिनीहरूलाई। अन्त हेर्नु नि अन्त तिख्राहरू पाखुराहरू हेर गाँठे यहाँ हेर्नु कत्रो कत्रो मान्छेहरू छ। अन्त अब आफै हेर्नु नि, यो ग्रुपमा सबैभन्दा सानो मै मात्रै चाहिँ लिखुरे। हेर्नु त कत्रो कत्रो छ अन्त ऊ अन्त प्याज त्यो खालको खान्छ नि अन्त केटाहरूले। अन्त यहाँ हेर्नु नि यता म मात्रै लिखुरे, यस्तो खाने बेलामा खेडाको जस्तो क्या, गाह्रो छ। ल कुखुरा पनि पोलपाल पारेर कटिङ सुरु भयो। यता खुट्टा सफा हुँदैछ। प्याज रेडी छ हो। अब धुको हो कि हजुर बस्तीको चिकन चाहिँ सुप खाइन्छ हो। यो पनि पौडी खेल्दै आएछ यता होइन माइल। हामी भन्दा त यो कुकुरमा दामी पौडी खेल्छ क्या हौ। ऊ पौडी खेल्नु यो पनि पोस्ट गरेर रेडी भयो। आयो 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 कमान सेते। साला लभली लभली सेते लभली आइज आइज आइज। दामी यसले पो दामी पौडी खेल्दो रहेछ त गाँठे। आइज दामी छ। चिकनको सुप पनि रेडी भयो हो। दामी यहाँ हाम्रो योगेन भाइ मजाले नुहाउँदैछ। आज चाहिँ मजा आयो खोलामा। मानिसले भाँडासाँडा धोएर अब चामल बसाउँछ हो, त्यहाँबाट खाइन्छ नाचिन्छ गइन्छ। त्यस्तै त हो जिन्दगीमा के छ र। हजुरहरूलाई सुप कस्तो लाग्यो है कमेन्ट्स गर्नुहोस् है। चामल अब भात बसाउनुको लागि पानी ल्याइहाल्यो केटाहरूले। सुप रेडी हो। यहाँनिर भाइहरूले उनीहरूको लागि पर्क पनि ल्याएर अघि पकाएको छ। दामी दामी है। यसरी साथीहरू है
मजा गर्दैछ हाम्रो खोलामा है। सबैजना पौडी खेल्दै मजा गर्दैछ है। म चाहिँ चुलामा छु है। अनि हाम्रो भात पनि भर्सियो है, रेडी छ हो। अहिले चाहिँ केटाहरू मजा गर्दैछ। यस्तै चाहिँ हामी चाहिँ अनि यो पर केटाहरू चाहिँ है यसरी पौडी खेल्दैछ, मजा गरिरहेछ भाइहरू हो। आजको वेदर राम्रो भयो है काका? एकदम दामी। बिहान कस्तो थियो वेदर? बिहान त अब हाउडै थियो, पानी पर्ला जस्तो थियो, तर एकदमै दामी छ अहिले चाहिँ। सबै खानासाना खायो, यहाँ भाँडाकुँडा धुने के गर्नु अब। घरमा ठुलो नहुनु, वन जङ्गलमा सानो नहुनु भनेको उदाहरण चाहिँ यो रहेछ। यस्तै छ है साथीहरू आजको। जे होस् मजा छ, यो हो नि त हौ, इन्जोय छ है। यो हो नि त मजा। मजा भने चाहिँ अब यो अब हजुर यो हो मजा। बेसी मजा भयो भने यस्तो लड्छ। यति भन्दै हजुरको माझमा है यो मेरो सानो ब्लग साथीहरूसँग मनोरञ्जन खोलामा गएर गरेको भिडियो बनाएर हजुरको माझमा लिएर आएको थिएँ है। हजुरहरूलाई कस्तो के लाग्यो लाइक सेयर कमेन्ट्स गरिदिने है त। यति भन्दै है फेरि अर्को भिडियोमा भेटौँला। हजुरदेखि अहिलेलाई बिदा चाहन्छु। धन्यवाद।